घन्टीमा भोट हाल्ने विचार छ या के छ? हजुर छ। रविको विषयमा केही भन्नु मन छ? रवि लामिछानेलाई प्रतिशोध साधिएकै हो अनि त्यसपछि अहिले अब देश राष्ट्रिय स्वतन्त्र पार्टीमय भइसकेको छ। भारतबाट नेपाल पैसा पठाउनु परेमा सम्झनुहोस् सुरक्षित अनि भरपर्दो माध्यम आयामी इन्डियन प्राइभेट लिमिटेड। सम्पर्क गर्नुहोस् पिबी मनी ट्रान्सफर गोवा। फोन गर्नुहोस् 9529405617। तपाईको समस्या हाम्रो समाधान। आयामी गरौँ। दर्शकवृन्द नमस्कार। तपाईँ गोवाबाट सञ्चालित पहिलो नेपाली मिडिया गोवा नेपाली टिभी हेरिरहनु भएको छ। रवि समर्थक रवि निकट पार्टी सङ्गठनका साथीहरूले आज नगर भेला राज्य भेला सबै नगरका साथीहरू एक ठाउँमा भेला भएर रवि समर्थक पार्टीलाई नेपालमा पहिलो पार्टी बनाउनुपर्छ, रवि लामिछानेलाई सरकारमा पठाउनुपर्छ र रवि लामिछाने निकटका साथीहरूलाई प्रत्येक क्षेत्रबाट सरकारमा पठाउनुपर्छ भन्ने योजनाको साथ उहाँहरू लागि पर्नु भएको छ र यहाँ धेरै व्यक्तिहरू आउनु भएको छ। म सबैलाई सरसर्ती सोध्ने छु रवि लामिछानेको पार्टी र रवि लामिछाने तपाईँलाई कस्तो लाग्छ भनेर म भन्नेछु। उहाँको मनमा लागेको कुरा जस्ताको तस्तै मैले भिडियोमा सार्वजनिक गर्दैछु। यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला। तपाईँको नाम? रमेश पुन बगर। नेपाल घर कुन ठाउँ? रुकुम पश्चिम। हामी चाहिँ अहिले रवि सरको विरुद्धमा हामी एकदम बलियो भएर हामी अगाडि बढ्दैछौँ र धेरै राम्रो लागिरहेछ र सबै साथीहरू एकजुट हुनुहुनेछ भन्ने पूर्ण आशा लिएको छु। धन्यवाद। तपाईँको नाम? मेरो नाम खुमबहादुर खड्का, त्रिवेणी गाउँपालिका रुकुम पश्चिम। तपाईँ खुमबहादुर खड्का? हजुर। रवि लामिछाने र रवि लामिछानेको पार्टीको सम्बन्धी केही कुराहरू भन्नु छ भने सर्टकटमा। म सम्पूर्ण प्रवासी नेपाली सम्पर्क मञ्च भारत गोवा राज्य अन्तर्गत सम्पूर्ण साथीहरूलाई यो चुनावमा सबैलाई एकचोटि देशमा फर्किनु हुन अनुरोध गर्दछु। एकचोटि हामीले यो मौकालाई चाहिँ छोड्नु हुँदैन हामीले है। तपाईँ हामी मिलेर एकचोटि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ हामीले विजय गराउनुपर्छ। धन्यवाद। जय नेपाल। हजुरको नाम? मोहन ओली, त्रिवेणी गाउँपालिका वार्ड नम्बर 6 रुकुम। रविको विषयमा केही भन्नु मन छ? रवि लामिछानेलाई प्रतिशोध साधिएकै हो अनि त्यसपछि अहिले अब देश राष्ट्रिय स्वतन्त्र पार्टीमय भइसकेको छ। त्यही भएर हाम्रो एउटा मिटिङ थियो, एकदम राम्रो भयो। धन्यवाद। मेरो नाम कृष्ण केसी, त्रिवेणी गाउँपालिका वडा नम्बर 7 वेस्ट रुकुम। राज्यको तर्फबाट रवि लामिछानेजीलाई प्रतिशोध भएकै हो। यो हामी सबैमा चाहिँ थाहै भएकै कुरा छ र हामी सबै एकजुटता भएर अब आउँदा दिनमा हामीले रवि लामिछानेलाई जिताउनु पर्छ र हाम्रो पार्टी प्रतिबद्धता भएर लाग्नेछ। धन्यवाद। नमस्ते, सुभाष शाह, मुस्को नगरपालिका 6 रुकुम पश्चिम मेरो घर। रविको विषयमा केही भन्नु मन छ? अहिले चाहिँ रवि विषयमा चाहिँ प्रतिशोध भएकै हो। अब चाहिँ यो आउँदो निर्वाचनमा जसरी भए नि राजभूमि गराउनुपर्छ, देशमा केही लहर ल्याउनुपर्छ भन्न चाहन्छु। प्रदेशमा जति पनि छरेर बस्नु भएको छ सबैजना अहिले यही चुनावमा घर फर्कनुहोस्, घन्टीमा भोट हाल्नुहोस् अनि देशमा केही परिवर्तन चाहनुहुन्छ भने यो भोट समर्थन चाहिँ रविमा गर्नुहोस् भन्न चाहन्छु। धन्यवाद। नमस्कार सबैजनालाई। मेरो घर मुसिकोट नगरपालिका रुकुम पश्चिम मुसिकोट नगरपालिका घर। हाल अहिले गोवामा बसेको। नाम? मेरो राम माठा मगर। रविको विषयमा केही भन्नु मन छ? हजुर, म चाहिँ रवि लामिछाने दाइको लागि एकदम महान महत्त्वदेखि नै समर्थन गर्ने मान्छे हो। मलाई रवि दाइको हरेक यथार्थ रवि दाइका कुराहरू एकदमै मनपर्छ र आगामी दिनहरूमा रवि लामिछाने जुन सरकारले जे नराम्रो काम गरेर त्यसको एकदम घोर विश्लेषण गर्दै अझै पनि रवि लामिछानेको लागि ज्यान दिन हाजिर रहेको जानकारी गराउँछु। हस्, धन्यवाद। नमस्कार, चन्द्रबहादुर ओली। रवि लामिछाने सम्बन्धी केही कुराहरू छन् भने भन्न सक्नुहुन्छ? हाम्रो अलि नजिक आउनुहोस्। हाम्रो सभापतिलाई प्रतिनिधि भएको हो हामी होइन। सबै अब हामी घन्टीमै जाउँ। अब घन्टीलाई जसरी पनि जिताउनु पर्छ। अब योचोटि फागुनमा जिताउनै पर्छ भन्छौँ। त्यही। धन्यवाद। हजुरको नाम? नमस्ते, मेरो नाम उमा केसी। रवि लामिछाने सम्बन्धी केही कुरा छन् भने भन्न सक्नुहुन्छ? त्यस्तो मलाई भन्ने त केही पनि छैन। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले यसपालिको आउँदै गरेको फागुन महिनामा उहाँलाई भोट हालेर जिताइदिनु होला हृदयदेखि। सरकारले रवि लामिछानेलाई बेला बेला जेल चलान गरेको तपाईँले खबर देखिरहनु भएको छ, भिडियो देखिरहनु भएको छ। नेपाल सरकारले अन्याय गरेको हो या रवि लामिछानेले गलत गरेका हुन्? तपाईँलाई के लाग्छ? म त अन्याय नै भन्छु। सुने अनुसार अब जालखेल गरेर
उहाँलाई फसाएको भन्न चाहन्छु। हस् धन्यवाद हजुरलाई। हजुरको नाम? अनिता केसी, नेपाल घर कुन ठाउँ? दाङ। रवि लामिछाने निकट यो पार्टी सङ्गठनको भेलामा आउनु भएको छ। रवि लामिछाने सम्बन्धी केही कुराहरू छन् भने भन्न सक्नुहुन्छ? त्यस्तो त केही पनि छैन, फर्स्ट टाइम यहाँ आएको। तपाईँहरू त एउटा खुसीको कुरा पनि, चुनाव आउँदैछ र तपाईँ घर जाँदै हुनुहुन्छ, घन्टीमा भोट हाल्ने विचार छ या के छ? हजुर छ। तपाईँको घर दाङ है? हजुर। रवि लामिछाने सम्बन्धी केही छ, सरकारले अन्याय गरेको हो अथवा रवि लामिछाने गलत हुन् भन्ने विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? मलाई त लाग्छ जहाँसम्म उहाँलाई अन्याय नै गरेको हुनुपर्छ। धन्यवाद हजुरलाई। भारतबाट नेपाल पैसा पठाउनु परेमा सम्झनुहोस् सुरक्षित अनि भरपर्दो माध्यम आयामी इन्डियन प्राइभेट लिमिटेड। सम्पर्क गर्नुहोस् पिबी मनी ट्रान्सफर गोवा। फोन गर्नुहोस् 9529405617। तपाईँको समस्या हाम्रो समाधान आयामी गरौँ।